ल एससी नजिकिसकेको छ। अब आई गेस 2 हप्ताभन्दा कम टाइम रहेको छ र यो भिडियो मैले बनाउनुको कारण चाहिँ हजुरहरूले इङ्ग्लिसमा कसरी A+ ल्याउने गाइडेन्स गर्नेछु र एकदम एउटा राम्रो रिसोर्सेस पनि दिनेछु है त, कि हजुरले कहाँबाट सिक्न सक्नुहुन्छ एकदमै इजिली इन्टरेक्टिभ तरिकामा है त। सबैभन्दा पहिला सुरुमा हजुरलाई थोरै टिप दिन्छु। यो एउटा वेबसाइट रहेको छ, तपाईँले यहाँबाट पढ्न सक्नुहुन्छ है त। अब मैले पहिला टिप भन्छु अनि पछि यो वेबसाइटमा आएर हजुरलाई कसरी पढ्ने त्यो पनि देखाउने छु है त। यो वेबसाइटमा सबै कुरा रहेको छ है त इङ्ग्लिस रिलेटेड। सो म टिपमा गएँ त। अब टिप नम्बर 1 भनेको चाहिँ ग्रिड र सिलेबस अनुसार पढ्नु परेको हजुरहरूले होइन। इङ्ग्लिस सब्जेक्टमा धेरैले गल्ती के गर्छन् भन्दाखेरि ग्रिडलाई नै फलो गर्दैनन् के, मार्किङ स्किमलाई फलो गर्न पर्यो र लेख्दा पनि त्यही अनुसार लेख्न पर्यो के होइन। यदि 8 नम्बर ल्याएको छ भने त्यही अनुसार लेख्ने के 3-4 पेज होइन। अब 5 मार्क्सको लागि अहिले धेरै लेख्न पर्दैन, ठिक्क लेख्ने होइन। अनि सिलेबसलाई पनि हेर्नु पर्यो के छ भनेर होइन। हजुरहरूले के हेर्न पर्यो भन्दाखेरि प्याराग्राफ राइटिङ छ भने त्यो हेर्न पर्यो, बुक रिभ्यू छ भने त्यो हेर्न पर्यो होइन। सो त्यस्ता कुराहरू अझै बढी राइटिङमा हुन्छ अनि ग्रामेटिकल सेक्सनमा पनि है त। त्यसपछि रहेको छ फोकस अन ग्रामर। अब यो धेरैजनाले ग्रामरलाई अन्डर एस्टिमेट गरिदिन्छन् कि, तर ग्रामर भनेको चाहिँ त प्योर 11 मार्क्स हो नि त। यदि हजुरको राइट छ भने त काट्नै मिल्दैन, त्यो त आयो 11 मार्क्स होइन। हजुरले यहाँ नै 2-3 नम्बर गल्ती गर्नुहुन्छ भने त हजुरको यसले त A+ ह्याम्पर गर्यो नि त होइन र। त्यसपछि नेसेसरी फर्मेट अफ राइटिङ है त। अब धेरैजनाले के हुन्छ भन्दाखेरि राइटिङको फर्मेट नै आउन्न के होइन। हजुरहरूले कन्टेन्टमा बढी फोकस गर्नु है त। सो तपाईँले बुझ्नु होला है त यो नेसेसरी फर्मेट अफ राइटिङ कति इम्पोर्टेन्ट छ। अनि फर्मेटको पनि नम्बर हुन्छ है। यदि अहिले राइटिङ लेख्नु छ राम्रो, फर्मेट मिले छैन भने त्यसमा नम्बर 100% काटिन्छ है त। फर्मेटको पनि केही सर्टेन नम्बर हुन्छ है त। अनि लास्ट टिप रहेको छ मेक गुड ह्यान्ड राइटिङ है त। हजुरको अक्षर राम्रो छ भने बिलिभ तपाईँले मार्क्स पाउनुहुन्छ एकदमै मजाले है। सो ह्यान्ड राइटिङमा पनि काम गर्नु। अनि हजुरको लागि अझ एउटा प्रो टिप दिन चाहेँ है त, यो तपाईँले फलो गर्न सक्नुहुन्छ है त। यो टिप कस्तो रह्यो भन्दाखेरि हेर्नु है त, मैले हजुरलाई 2टा पेज ल्याएको छु। एससीको पेपर होइन यो, मैले हजुरलाई जस्ट रेफरेन्स दिन चाहन्छु। तपाईँले फ्री राइटिङ लेख्दाखेरि नि सधैँ यहाँबाट कि 2टा पेजबाट स्टार्ट गर्नु होला के। फर इक्जाम्पल यदि हजुरको मानौँ यो पेजबाट स्टार्ट नगर्नु के होइन। यदि तपाईँको 8 नम्बर क्वेसन छ भने ट्राई गर्नु यहाँबाट स्टार्ट गर्ने होइन। किनकि यो र यो पेपरमा हेर्दा एकदमै धेरै देखिन्छ। अनि अहिले 4 पेज लेख्नुहुन्छ भने त फर्स्ट 1 2 3 4 होइन, यसरी नै भयो। सो हेर्दाखेरि के हुन्छ हल्का धेरै देखिन्छ र इम्प्रेसन राम्रो पर्छ। तर हजुरले यदि यताबाट स्टार्ट गर्नुहुन्छ, योबाट स्टार्ट गर्नुहुन्छ भने चाहिँ टिचरलाई पेज टर्न गर्नुपर्छ। अनि हल्का नेगेटिभ पनि हजुरले त्यति राम्रो नलेखेको पनि देखिन सक्छ है त। सो यति नै मेन टिप रहेको थियो। अब म गएँ हजुरको लागि त्यो एउटा रिसोर्स वेबसाइटको लागि है त। ल है त यो वेबसाइट रहेको छ हजुरको लागि, यो learneasy.com। म लिङ्क डिस्क्रिप्सनमा पनि हालिदिने छु। सबैभन्दा पहिला सोचे यहाँ राइटिङको एकदमै मलाई राम्रो लागेको भनेको राइटिङ हो। म थोरैहरूलाई फर्मेट देखाइदिन चाहन्छु। यो लेटर टु दि एडिटर रहेको छ भने लर्न मोरमा क्लिक गर्नु होला अनि आइसकेको छ है त। यहाँ सबैभन्दा पहिला फर्मेट दिएको छ, के फर्मेट छ। अनि बोल्ड लेटरमा छ जोहरूले चिन्न पनि एकदमै इजी हुन्छ कसरी लेख्ने भनेर। अनि त्यसपछि चाहिँ तल स्क्रोल गर्दै जाँदाखेरि तपाईँले इक्जाम्पल पनि यसको हेर्न सक्नुहुन्छ। इक्जाम्पल पनि दिएको छ र यहाँ यो की पोइन्ट टु रिमेम्बर पनि दिएको छ, जसले गर्दा हजुरले कुनै पनि मेन कुराहरू मिस आउट गर्नु हुने छैन है त। अनि एउटा भिडियो पनि रहेको छ, भिडियो पनि यहाँ दिएको रहेछ, अहिले भिडियो पनि हेर्न सक्नुहुन्छ है त। यहाँ वाच अन युट्युबमा क्लिक गर्नुहुन्छ भने चाहिँ अहिले भिडियो पनि हेर्न सक्नुहुन्छ यो बटनमा। अनि त्यसपछि यही रहेको थियो। हजुरले यहाँ इक्जाम्पल फर्मेट हरेक कुरा पाउनुहुनेछ है त। अब म यहाँ क्लिक गरेँ, अरूहरू पनि यहाँ रहेको छ, टन्नै रहेको छ है त। हजुरको अलमोस्ट सबै फुलफिल गरेको छ, स्टोरी राइटिङ, प्याराग्राफ राइटिङ, थ्याङ्क यू लेटरदेखि लिएर है त। अब म ब्याक गएँ र यहाँ ग्रामर सेक्सन पनि यो वेबसाइटले प्रोभाइड गर्ने रहेछ। सो ग्रामर सेक्सन मलाई अझै राम्रो लाग्यो वेबसाइटको। ग्रामर सेक्सनमा हजुरले एक्सर्साइज पनि गर्न पाउनुहुनेछ, जो कि मलाई अहिलेसम्मको बेस्ट पार्ट लागेको छ। सो क्विक ओभरभ्यू दिएको छ होइन, हजुरले एकदमै छिटो क्विक रिभिजनको लागि। अनि त्यसपछि यहाँ युज अफ ए एन्ड द, अनि त्यसपछि इक्जाम्पल रहेको छ है त।
यहाँ हेर्न सक्नुहुन्छ इक्जाम्पल यो छ, यहाँ किन युज हुन्छ अझै 2-3टा इक्जाम्पल। अनि अझै तल जाँदा स्क्रोल गऱ्यो भने मैले चाहिँ एक्सर्साइजको बटन पनि पाउनेछु, मतलब हजुरले एक्सर्साइज प्र्याक्टिस पनि गर्न सक्नुहुन्छ है त। कम्प्लिट दिस सेन्टेन्स विथ करेक्ट आर्टिकल भनेको छ आई स ड्यास एलिफेन्ट इन दि जू। यसको एन्सर के हुनुपर्छ,हरूलाई थाहा नै होला, एन हुनुपर्छ। सो एन्सर रहेको छ र यहाँ चाहिँ एक्सप्लेनेसन पनि रहेको छ क्या, एन किन भयो भनेर है त। सो तपाईँले एक्सप्लेनेसनहरू पनि मजाले हेर्न सक्नुहुनेछ है त। यस्तै गरी हरेक ग्रामेटिकल टपिकलाई यहाँ फुलफिल गरेको छ, आर्टिकल, भोइस होइन, हरेकमा रहेको छ। सो तपाईँले पनि एक्सप्लोर गर्न सक्नुहुन्छ। र अझ एउटा मलाई राम्रो लागेको वेबसाइटको यो टुल रहेछ, यो फोकस स्टडी भन्ने रहेछ बनाएको रहेछ। सिधैहरूले स्टार्ट गर्नुहुन्छ भने चाहिँ यो टाइमर जस्तै कि पढ्नुको लागि। अनि थोरै यहाँ कोड पनि दिने रहेछ मोटिभेसनलाई, अब त ठिकै छ। अहिले पज गर्न सक्नुहुन्छ, रिसेट गर्न सक्नुहुन्छ। अब यसलाई पोमोडोरो टेक्निक पनि भन्छ। सो हजुरले पनि यसलाई फलो गर्नुहुन्छ भने चाहिँ एकदमै राम्रो रिजल्ट हजुरलाई पनि दिन सक्छ है त। यो वेबसाइट यति नै रहेको छ। सो मैले यसलाई डिस्क्रिप्सनमा लिङ्क हालिदिने छु, प्लिज एक्सप्लोर गर्नु होला। र अरू पनि प्रिपोजिसन पनि मैले यसलाई देखाएँ भने पनि त्यही क्विक ओभरभ्यू होइन, यसको इक्जाम्पल, अन, द सबै रहेको छ है त। अनि चाहिँ एक्सर्साइजको बटन पनि एन्डमा दिएको छ है त। ल थ्याङ्क यू र सबैजनालाई बेस्ट अफ लक।